All right. So guys, welcome back again. तो बाइक चाहिँ अस्तिको विक धोएर त्यतिकै नै छ है, त्यहाँदेखि चाहिँ सफै छ भनौँ न, हार्डली त्यस्तो सफा पनि छैन धुलोले गर्दाखेरि। त्यहाँदेखि यहाँ चाहिँ यो मेरो पार्किङ हो नि त रेगुलर, यहाँनिर चाहिँ पुरा अघि मैला जामिरहेको थियो र चाहिँ त्यो चाहिँ सफा गराए त के आफै गरेको। अब भने चाहिँ बाइकलाई निकालौँ, अन्त राइडमा केटाहरूसँग नगएको पनि धेरै भयो नि त। अन्त अब भने चाहिँ छोटो राइडमा निस्किँदैछु विथ विजेदासँग। अन्त त्यही नै हो गाइस, अब हेरौँ कहाँसम्म पुग्दा रहेछ। अन्त जाने चाहिँ हामी लुइङ जानु आँटेको, अलिकति काम पनि छ प्लस राइड पनि हुन्छ भनेर चाहिँ विजेतालाई भनिरहेछु। सो एकछिन कोल स्टार्ट गरौँ, त्यहाँदेखि निस्क्यौँ। छुट्टीको दिनमा पनि अफिसको काम गर्नुपर्छ र नि मेन चाहिँ, अन्त अलिअलि घरको कामहरू पनि गरेँ। या त्यही नै हो। अब हेरौँ राइडमा भेटौँ अगाडिको होइन, अगाडि गएर विजेतासँग भेटौँ, एकैचोटि भेटौँ है त गाइस। सो अहिले भने चाहिँ म सदर पिएसको अगाडि आइपुगिसकेँ यहाँको पार्किङमा, अनि विजेतालाई फोन गरिदिइसकेँ। अब विजेता आउँछ होइन, त्यहाँदेखि सँगै निस्किनुपर्छ। साउन्ड्स गुड, कानलाई शान्ति हुन्छ नि हो। विजेता पनि नि अब चाहिँ विजेतालाई अगाडि लगाइसकेको छु। दिन चिसो न चिसो भइसकिसक्यो। अहिले भने चाहिँ आइपुग्यौँ भाजरा। यहाँदेखि उताको मौसम चाहिँ नि यस्तो चिसो हुन्छ कि, चिसो पनि प्लस पानी पनि आइहाल्ने सम्भावनाहरू हुन्छ। अनि आजको सर्ट राइडमा हजुरहरूलाई स्वागत छ। जे देख्नेछु देखाउनेछु होइन अगाडि। अनि आज मसँग छ विजेता अनि भेटौँ अगाडि। अन्त हिजो आज भन्नै पर्दाखेरि कन्सिस्टेन्सली भिडियो नदेखेको पनि कति महिना ग्याप भइसक्यो नि त। अनि लास्ट भिडियो हिजो अस्ति भर्खर हालेको थिएँ, अनि त्यही नै हो। अनि अब चाहिँ भटाभटी हालौँ भनेको। हेरौँ, हाम्रो विजेतालाई अगाडि लगाइसकेको छु, तर के बसहरूले डिस्टर्ब गरेर आज विजेतालाई फ्रीसँगले कुद्नु दिएकै छैन। अनि यहाँनिर चाहिँ छ हाम्रो कार यो वास। यसमा चाहिँ तपाईँलाई मेम्बरसिप कार्ड बनाउनु भयो भने 5वटा वासमा चाहिँ एउटा वास फ्री रहेछ। यहाँ आएर डेली वास गर्नुहुन्छ भने चाहिँ है त तपाईँको 5वटा वास पुगिसकेपछि चाहिँ एउटा वास फ्री गराइदिनु हुँदो रहेछ उहाँहरूले नै। अब भने चाहिँ हामी लुइङतर्फ लाग्यौँ। हेरौँ के कस्तो छ यताको नजारा चाहिँ। यहाँदेखि चाहिँ देखिने बाटो हो यो, अगाडि चाहिँ ग्याङटोक।
जाउँ होला चिसो भयो है अपार डाँडा छ नि आज कि जाउँ गाउँ बस्ती भाइब्स यो चाहिँ हो ढोक्सिङ सो यहाँदेखि चाहिँ रोड पनि एन्ड हो रोड एन्ड हो यहाँदेखि त अफ रोड मात्रै छ हजुर छैन पुरा रफ छ यही बाटै फर्किनुपर्छ तल हुनु चाहिँ हजुर खासै चाहिँ यहीँसम्म नै हो यो डाँडासम्म ढोक्सिङ भन्छ नि यो जग्गा चाहिँ हजुर सो आज चाहिँ हामी यहीँसम्म नै हो त्यहाँदेखि चाहिँ हामी फर्किन्छौँ सो या गाइस अब चाहिँ हामी यहाँदेखि रिटर्न हुन्छ सो विजय दाजु त्यहाँ हुनुहुन्छ त्यो आजको राइड चाहिँ यहीँसम्म नै थियो के भन्न चाहनुहुन्छ अब राइड कन्टिन्यू गर्न सकिन्छ अब जाडो छैन अब सकिन्छ होला होइन जाडो छ अब घर लाग्यो माछाको लागि चाहिँ त्यति नै हो कुरा चाहिँ बिना प्लानमा आयो अब प्लान गर्नुपर्छ केटाहरूलाई पनि भनेर हाम्रो ग्रुपको केटाहरू सबै अहिले हराइरहेछ बिस्तारै जम्मा गर्नुपर्ने छ यहाँको सिनेरी चाहिँ दामी छ चाहिँ उसै यहाँको घर जसको पनि हो मजाले बनाउनु हुँदो रहेछ यहाँनिर चाहिँ प्लस यहाँ क्याफेहरू बनायो ओऱ्यो भने चाहिँ बादमा चाहिँ क्याफे बनायो भने चाहिँ यो जग्गा मजाले चल्ने रहेछ है बाइकर्स पोइन्ट जस्तो सो या अब लागौँ बाइकर्स पोइन्टहरू जस्तो बनायो भने चाहिँ दामी हुने रहेछ यो विजयदा चाहिँ अगाडि अगाडि लाग्यो अब चाहिँ केटोहरू फर्क्यो पानी पर्छ नत्र भने जस माइन्ड फ्रेस राइड हो यो चाहिँ जस्ट हाम्रो सानो चिल राइड अनप्लान बस्ती राइड होइन मजा आउँछ तर कोही कोही बेला यसरी निस्किनु पनि धेरै टाढो नगए पनि यस्तै जग्गातिरखेरि पनि राइड गर्न चाहिँ बाइकर्स लाइफमा चाहिँ नि यस्तै हो के हुन्छ भने अलिकति बाइकसँग जोडिरहनु पायो कुदाउनु एकछिन पायो भने पनि दिमाग चाहिँ फ्रेस भइदिन्छ क्या त्यति नै चाहिँ खुसी लाग्छ अन्त हाम्रो बाइकर्स कम्युनिटी केटाहरू नि कहाँ कहाँ छ केटाहरू अब बिस्तारै बिस्तारै
फेरि राइडहरू हामी प्लान गर्नेछौँ। अनि देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ आगो सागो बालेर झ्यासहरू डढाउनु हुँदो रहेछ। Oopie. यो जग्गा पनि दामी छ है, तर भिआइपी कोलोनीको यो द्याट्स इट फर टुडे होइन। आजको भिडियो चाहिँ यहीँसम्म नै। एन्ड या गाइस, अनि डु फलो वर्कवाइज लेदर। लास्ट भिडियोमा पनि भनेको थिएँ। अन्त बिजनेस सानो तिनो बिजनेस थालेको छु। अनि अझै बवाल आर्टिकलहरू आउँदैछ त्यसमा चाहिँ, अनि फलो गरिराख्नु होला। तपाईँहरूको पसन्दिदा पनि हुनसक्छ होइन त्यसमा चाहिँ। या गाइस, स्टे ट्युन। टिल देन, टाटा बाई बाई, सी यु इन द नेक्स्ट ब्लग। खोइ हेर म काछु सबैदेखि टाढा बाछु, एक्लै म टोलिरहेछु।